प्रधानमन्त्रीले 30,000 रुपियाँ प्रशंसा कोष दिने भएको छ। हो, यस्तै भन्दै अहिले मार्केटमा एकदम धेरै स्क्याम चलिरहेको छ। यो माथिको स्क्रिनशट हेर्नुहोस्। यसमा एउटा मान्छेले भनेको छ कि प्रधानमन्त्रीले 30,000 रुपियाँ प्रशंसा कोष दिने भनेर, तर यो पुरै स्क्याम लिङ्क रहेको छ। तलपट्टि एउटा लिङ्क दिएको छ र यसमा क्लिक गर्नु भनेर भनेको छ, जुन चाहिँ पुरै स्क्याम हो। यदि तपाईँहरूले यो लिङ्कमा क्लिक गरेर भनेको इन्स्ट्रक्सनहरू फलो गर्नुभयो भने तपाईँहरूको आफ्नै पैसा पनि डुब्न सक्छ। त्यही भएर एकदम सचेत रहनुहोस्। यस्तो स्क्याम एकदम अहिले बढिरहेको छ र प्रधानमन्त्रीले यसरी केही पैसा यसरी दिने गरिएको छैन। यस्तो स्क्यामहरू आजकल धेरै नै बढिरहेको छ। पहिला ओटिपी कोड माग्ने अथवा लिङ्कहरूमा क्लिक गरेर यो दिनुहोस् इन्फर्मेसन, त्यो इन्फर्मेसन दिनुहोस् भनेर स्क्यामहरू धेरै बढिरहेको छ। त्यही भएर यस्तो आफै सचेत हुनुहोस् र यस्तो अन्य नम्बरहरूबाट मेसेजहरू आयो भने तिनीहरूलाई ब्लक गर्नुहोस् र राम्ररी हेरेर मात्र रिप्लाईहरू गर्नु होला। यस्तो स्क्यामबाट आफू पनि सचेत हुनुहोस् र अरूलाई पनि सचेत गराउनको लागि यो भिडियो आफ्नो साथीभाइ, परिवार अथवा प्रियजनहरूलाई सेयर गर्न सक्नुहुन्छ र रिपोस्ट पनि गरिदिनु होला र कमेन्टमा भन्न सक्नुहुन्छ कि तपाईँहरूसँग नि यस्तो स्क्याम भएको छ अथवा केही स्टोरी छ भने पनि आफू स्क्याम भएको तल कमेन्टमा लेखेर अरूलाई पनि सचेत गराइदिनु होला र यस्तो स्क्यामबाट बच्नु होला। धन्यवाद।